सही शब्दहरू सही तरिकाले बोलेमा ती भाषणमा मात्र सीमित हुँदैनन्। तिनीहरू प्रेरणा, आन्दोलन र इतिहास बन्न सक्छन्। नमस्ते। भाषण केवल शब्दहरूको समूह मात्र होइन, यो भावना, तर्क र प्रभावको संयोजन हो। एक उत्कृष्ट वक्ताले शब्दहरूको माध्यमबाट मानिसको मन जित्छ, प्रभाव पार्छ, प्रेरित गर्छ, नेतृत्व लिन्छ र समाजमा परिवर्तनको उज्यालो छर्न सक्छ। तपाईँ पनि वक्ता हुनुहुन्छ भने यहाँ 3वटा मुख्य सूत्रलाई प्रस्तुत गरिएको छ संक्षिप्त रूपमा। पहिलो हो स्पष्टता। यदि तपाईँ वक्ताको रूपमा आफ्नो प्रस्तुति दिँदै हुनुहुन्छ भने सबैभन्दा पहिला आफैलाई जानकारी हुनु आवश्यक छ कि तपाईले भन्न खोजेको कुरा के हो। त्यसपछि ती कुराहरूलाई सिधा, सरल र प्रभावकारी रूपमा प्रस्तुत गर्ने कोसिस गर्नुपर्छ। दोस्रो हो भावना। शब्दहरूको आत्माको रूपमा भावनालाई चिनिन्छ। तपाईको आफ्नो प्रस्तुतिमा भावना मिसिएको हुनुपर्छ। भावनालाई प्रभावकारी बनाउन खास गरी अनुभूति आवश्यक पर्छ। यदि अनुभूतिको प्रयोग राम्रोसँग गर्न सकियो भने त्यसले दर्शकहरूको मन जित्नको लागि ठूलो भूमिका खेल्छ। भावनामा दुःख, सुख, सफलता, असफलताका भावहरू समेटिएको हुनुपर्छ। शारीरिक हावभाव र आवाजको उतार चढावमा पनि विशेष ध्यान राख्नु आवश्यक छ। तेस्रो हो प्रस्तुति। प्रस्तुति अत्यन्त प्रभाव पार्ने खालको हुनको लागि आत्मविश्वास आवश्यक पर्छ। हेर्नुहोस्, तपाईँ मञ्चमा चढिसकेपछि तपाईँ बोल्ने कुराहरूले मानिसहरूमा तरङ्ग ल्याउनुपर्छ, प्रेरित गर्न सक्नुपर्छ। त्यसको लागि आत्मविश्वास तपाईमा हुनु पर्यो। आत्मविश्वासको लागि हरेक विषय वस्तुमा, हरेक कार्यक्रममा बोल्दा तपाईले के बोल्ने भनेर तयारी गरेको हुनुपर्छ, खोज अनुसन्धान गरेको हुनुपर्छ, त्यसको अभ्यास गरेको हुनुपर्छ। चाहे तपाईँ वर्षौंदेखिको नियमित वक्ता नै किन नहुनुहोस्, तब बल्ल तपाईको प्रस्तुतिलाई मानिसले वाह भन्न सक्छन्। शब्द र शारीरिक हावभावको तालमेल पनि यसमा मिलाउनु आवश्यक छ। खास गरी म बोलिरहेकै छु, के फरक पर्छ, केही समय बोल्दिन त हो, यो तरिकाले होइन। उमङ्ग, उत्साहका साथ दृढ संकल्प लिएर मानिसलाई प्रेरित गर्ने, उत्साहित बनाउने तरिकाले प्रस्तुति दिनुभयो भने तपाईलाई साँच्चै असल वक्ताको रूपमा मानिसले चिन्न सक्छन्। तपाईको प्रभाव बढ्दै जान सक्छ, तपाईको नेतृत्व खारिँदै जान सक्छ। होइन बोलिरहेकै हो, हेलचेक्राइ गरियो भने बिस्तारै बिस्तारै तपाईको ठाउँ अरूले लिनेवाला छन्। मार्टिन लुथर किङ, नेल्सन मण्डेला र हाम्रै देशका केही नेताहरू जसले प्रभावकारी रूपमा भाषण गरे, उनीहरूले परिवर्तनको नेतृत्व गरे र समाजलाई रूपान्तरणको दिशामा अगाडि बढाए। अब पालो तपाईको।